भाग भाग भिडाहरू आए। डरका केही आवाजहरू त्यो जङ्गलमा गुन्जिरहेको थियो। आए के भयो त? कातर भएर कोही भाग्दैन। खबरदार, सायद त्यो उनीहरूको कुनै बहादुर या टोली कमान्डरको बोली हुनुपर्छ। जो गर्वका साथ बोलिरहेको थियो। रातको त्यस्तै 11 बजेको हुनुपर्छ। सायद उनीहरूका केही सदस्यहरू भागिरहेका थिए र केही लडिरहेका। सेनाका केही उनीहरूलाई खेदाइरहेका थिए। यिनै सेनाहरूको बीचमा म भर्खर जारी खाएको एउटा पिउसा पनि थिए, जो तालिममा सकिँदै युद्धको मैदानमा हुमिएको थिए। के गर्ने केही थाहा थिएन। खालि मार मार गोली ठोक भनेको मात्र सुन्थे, तर कसलाई मार्ने किन मार्ने केही थाहा थिएन। जीवनमा पहिलो पटक द्वन्द्वलाई नजिकबाट निहालिरहेको थिए। द्वन्द्व केका लागि र कसका लागि केही थाहा थिएन। आधी टोली भागेको उनीहरूलाई खिदिरहेका थिए भने त्यहाँ केही साथीहरू यता आधा आर्मीसँग मिलेर अन्धाधुन्दा गोली चलाइरहेका थियौँ। फायर हुँदै थियो। हाम्रा कति मरे या उनीहरूको कति मारिए केही थाहा थिएन। गोलीको आवाजले कान समेत बन्द भएको थियो। केही समय पश्चात फायर बन्द हुन्छ। डरले मुटु काँपिरहेको थियो। म आँखा अगाडि घरका सदस्य देखिरहेको थिएँ। म जिउँदैछु, बस यति मात्र मलाई थाहा। 1 घन्टाको लामो फायरपछि फायर दुवैतर्फ रोकिएको थियो। लगातार फायरले गर्दा कान समेत टालिएको थियो। म बेला बेला कानभित्र औँला हालेर हल्लाउने गर्थेँ। रात जस्तै थियो, शून्य, चकमन्न र अन्धकार। केही होस आए जस्तो हुन्छु र म साथी खोज्न थाल्छु। साथी कतै देख्दिनँ। म कतै दुश्मनको गोली लागेर मर्यो कि भन्ने सोचेर एकछिन भावुक हुन्छु र फेरि छैन होला भन्दै मनलाई सान्त्वना दिन थाल्छु। मेरो ब्याचमेट भूपाल, हामी तालिमदेखि यो द्वन्द्वसम्म सँगै थियौँ। हामीले एकअर्कासँग धेरै कुराहरू साटेका थियौँ। मलाई उसको चिन्ता लागिरहेको थियो। सोचे ऊ पनि मलाई खोजिरहेको होला। ऊ नडरान यार, म छु नि भनेको आवाज कानमा गुन्जिरहेको थियो। ऊ बेला बेला आज मर्ने कि मार्ने बुझिस् भनेको सम्झन्थे। मेरो मानसपटलमा ऊ मात्र खेलिरहेको थियो। सायद डरले हुनसक्छ म उसको कमी महसुस गरिरहेको थिएँ। थाहै नपाई फेरि गोली चल्न थाल्छ र म पनि फायर गर्न थाल्छु। मसँग गोली लगभग सकिन आँटेको थियो। अगाडि केही देखिँदैन थिए, बस एकरो फायर खोलिरहेको थिए। समयको केही पत्तो थिएन। खाली पेट अर्थहीन लडिरहेको थिए। केही मिनटपछि फेरि फायर रोकिन्छ। रात बिस्तारै हटेर केही उज्यालो हुँदै थियो। अगाडि केही परसम्म देखिन थालेको थियो। हामी जम्मा 40 जनाको टोली थियौँ, जसमा को कता छन् केही थाहा थिएन। लामो समयसम्म फायर बन्द हुन्छ। अब पुरै उज्यालो भइसकेको हुन्छ। म स्थिर त्यही थिएँ, रातको बेलादेखि बिहानको उज्यालो।